सेवा गर्न मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद। हजुरहरूलाई धन्यवाद। ल हजुर यसरी परिक्रमा गरेर भन्नु होला। निधार चाहिँ पशुपतिनाथ हुनुभयो भनेपछि त्यसपछि गएर अझै उच्च स्थान मुक्तिनाथ शिर हुनुभयो र त्यसमा चाहिँ त्यो शिरमा पनि गएर मस्तक चाहिँ बाल चाहिँ हाम्रो जुन मानसरोवर कैलाश पर्वत चाहिँ मस्तक हुनुभयो र यसको महत्त्व त्यो मस्तकको पनि दर्शन गरिसकेपछि पूर्ण भगवानको शिवको चाहिँ हामीले चाहिँ सानिध्य प्राप्त गर्ने एउटा हाम्रो चाहिँ वैदिक सनातनमा शास्त्रले चाहिँ हामीलाई जुन कुराहरू चाहिँ हामीलाई स्मरण गराइएको छ र यो अत्यन्तै महत्त्वपूर्ण र यो दुर्लभ दर्शन भनिन्छ र भगवानको कृपा र अनुकम्पा नभइकन हामी यस्तो भूमिमा पुग्न सक्दैनौँ हजुरको चाहिँ अहिले गल्छीबाट गएपछि त बाटो त फेरि गल्छीको बाटो भेट्नलाई हामीले बटारमा भेट्छौँ अनि त्यहाँबाट सलाला बाटो खाना भन्छ यहाँ ठ्याक्कै उकालीमा राम्रो ठाउँ रहेछ। परिचय पत्ता कैलाशैमा शिवजी चान जाना चान बिना के घर जाऊँ जाना। नयाँ होटल कैलाश महासरोवरको वैदिक सनातन धर्मको अनि त्यसले खोला आउँछ अब तर हामी कुन जान्छौँ यहाँ माथि गएपछि मलाई छोड्दिन विमला ल थ्याङ्क यू। यात्राको आज हाम्रो दोस्रो दिन यो घट्टे खोला रसुवाको कैलाश होटलबाट हामी चाहिँ बास भेटेर निस्केको छौँ। यो रसुवागढी हाइड्रो पावर पानी यसरी बगेर गएर तल गएर यो विद्युत उत्पादन हुन्छ। तलको त्यो टिमुरे बजार टिमुरेबाट करिब 1.5 किलोमिटरको बाटो अब हामी चाइना बोर्डरमा हामी पुग्छौँ। करिब करिब अब हामी पुग्न थालेका छौँ। हिजो राति हामी यो घट्टे खोलामा हामी चाहिँ बास बसी टिमुरे भन्ने पनि स्थानको नामले जनाउँदो रहेछ। टिमुरेदेखि 1.5 किलोमिटर यो रसुवागढी हाइड्रो पावर हुँदै 1.5 किलोमिटरमा हामी चाइनाको यो बोर्डरमा हामी पुग्दो रहेछौँ। आज कैलाश मानसरोवरको पवित्र यात्राको दोस्रो दिन 2081 साल भाद्र 27 गते बृहस्पतिबारको दिन टिमुरे नेपाल चाइना बोर्डरमा आइपुगेका छौँ। योदेखि चाइनिज बोर्डरको गेट हो त्यो रसुवा अब नेपालतिरको हाम्रो चेकिङ भइसकेपछि हामी चाइनाको बोर्डर चेकिङको लागि लाइनमा छौँ। आज टिमुरेबाट करिब 5 घन्टाको प्रतीक्षापछि बल्ल हामी चाहिँ
यो कस्टम इमिग्रेसन पार गरेर अब चाइनामा आइपुगेका छौँ। चाइना बोर्डरको बसभाग र हाम्रो लगेजहरू यसरी यो गाडीमा लोड हुँदैछ। सम्पूर्ण देवी देवताहरूको सम्पूर्ण भक्तजनहरूको नेपाल आमाको आफ्ना आफ्ना पितृहरूको सम्पूर्ण भक्तजनहरूको प्राणी मात्रको। अब हामी यो टिमुरेको चाइना बोर्डरबाट क्रस गरेर अब यो माइक्रो भ्यानमा केरुङतर्फ जाँदैछौँ। आजको बसाइ हाम्रो तिब्बतको यो सुन्दर सहर केरुङ बजार, नेपालको चाहिँ यो व्यापारिक केन्द्र पनि हो। केरुङ बजार आज हामी बस्ने होटल हो यो फुन्सोक ऱ्याप्सल होटल। दिउँसोको 2 बजे जाने यहाँबाट। यहाँ चाइनाका 2 बजे हामी सागा जाने, सुबह ब्रेकफास्ट खाउने पछि घुम्ने हुन्छ। हिन्दी के को बजा छ त? यसमा इन्डियन भाषा पुग्छ होला है? नेपाली सबै दोकान आज कैलाश मानसरोवरको हिँडेको काठमाडौँदेखि तेस्रो दिन आज हामी यो केरुङ बजारमा आज हामी बसेर बिहान यो बौद्ध गुम्बाको दर्शनको लागि हामी आइपुगेका छौँ। सिंह बिरल धुनी दुवैतिर धुनीहरू छ। केरुङ बजार आज पवित्र यात्राको तेस्रो दिन केरुङबाट अब हामी अगाडि प्रस्थान गर्ने क्रममा छौँ। राष्ट्रपति महादेवको गोसाइकुण्ड बाबाको केरुङ बजारबाट अब हामी साङ्गाको लागि प्रस्थान। अब केरुङदेखि अब हामी केही किलोमिटर लगभग 8-10 किलोमिटरको दूरीमा खेरम होइन झरना वाटरफलमा आइपुगेका छौँ हामी। धेरै माथि लगभग यो 200 मिटर माथिबाट चाहिँ बगिरहेको झरना छ यो। झरनाको चिसो पानी मैया डाँडा मुनि ताल पर्यो, राम्री त तिमी राम्री मैया मलाई किन गाल पर्यो। केरुङ भिलेज सुन्दर छ भिलेज।
1200 feet. ऊपर चलेगा अनि नीचे यति हिमालमा पनि तोरी फुल्यो है लड्डु ल उच्च शिखरमा आयो पुरा झन्डाहरू ल देउरालीको देवीलाई साक्षी राखेर भाकल गरेर आउन बस हो छेउमा माया पिरती होलाउन आउन बस हो छेउमा माया पिरती होलाउन वासुदेवाय भज वासुदेवाय ओम नमो भगवते वासुदेवाय प्राप्त हुने भएको हुने यो महामन्त्रको जपमा तोक्नु छ राधे श्याम 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 राधे राधे ब्रह्मपुत्र गङ्गा महारानीको कैलाश पर्वतको जय हो आज हाम्रो बसाइ यो तिब्बतको सागा बजार यस होटलमा हुनेछ यो आज हामी साङ्गा पुग्यौँ र साङ्गाको बजारमा हामी यसो मार्केटिङतिर लागिरहेको छु केही पाउँछ कि हाम्रो लायकको सामान भनेर भाषा नबुझेर पो गाह्रो भयो त इङ्ग्लिस सुनेर नबोल्ने हामी चाइनिज नबोल्ने जोस केरुङभन्दा धेरै ठुलो बजार रहेछ यो साङ्गा बजार अब अरूलाई पनि यसो जगाउनु पर्यो हामी 210 निनीहरू चाहिँ 213 अनि मैले कतिचोटि नपढ्ने चाहिँ 217 भनेर खोजेको 16 पछि 18 आयो 17 आयो अनि फोन पनि काम गर्दैन माथि यहाँ लसुन यही बस्ने आज रातो यही बस्ने भोलि थर्चे ल सुप चाहिँ राम्रो छ है एकदमै थ्याङ्क यू सर आजको हाम्रो पवित्र धार्मिक यात्राको चौथो दिन आज हामी यो साङ्गाबाट मानसरोवरको प्रस्थान गर्दैछौँ यो दूरी करिब 500 किलोमिटर दूरीमा रहेको छ मानसरोवर अब त्यसको लागि प्रस्थान गरिसक्यौँ आज हामी यो साङ्गादेखि ब्रह्मपुत्र नदीको यो हो किनारै किनार अब हामी मानसरोवरको यात्रामा छौँ ए अप्ठ्यारो नाम छ लाक्साक्छाङ लाक्साक्छाङ
चाइनाको पेट्रोल पम्प चाइनाबाट देखिने मुस्ताङ नाका आज खाना यतै हुन्छ अनि के ठाउँ भन्दो रहेछ यसलाई साङ्गाबाट हिँडेपछि करिब बिचको बाटो 250 किलोमिटरको सरदर बाटोमा हामी चाहिँ यो अब खाना तयारी खाना पकाएर ल्याएको खाना अब यो खाने चाहिँ तयारीमा यहाँ रोकिरहेका छौँ यो पछाडि देखिने पृष्ठभूमिको हिम श्रृङ्खलाहरू नेपालका हिमालय पर्वतहरू हो यो प्याङ्क भन्ने स्थानमा अब आजको हामी यो चौथो दिनको खाना हामी खाँदैछौँ यो पनि नेपालको नै हो सिभिल वाक हो नेपाल त सिकासम्म थियो नि सिकासम्म नेपाल होइन सन्थ हेरिबक्स नारायणको पनि साक्षात्कार मैले फेरि ओमको आकार मैले दर्शन गरेँ पर्वत शिवको प्रत्यक्ष दर्शनको लागि हामी अगाडि गइरहेका छौँ प्रत्यक्ष दर्शन गर्दैछौँ हामीले ओम ब्रह्माण्डको चाहिँ सधैँ ओमै ठ्याक्कै ब्रह्माण्ड कैलाशका चाहिँ अधिपति भोलेनाथ बाबाको चरणको दर्शन गऱ्यौँ गगनचुम्बी आकाश अनि यो आकाशले चाहिँ ढाकेको यो गगनचुम्बी मानसरोवर तलाबको विराट स्वरूप र त्यसै गरी भगवान अनि वायु वा भनेको वायु यो वायु संसारमा एकैछिनमा पुगिसक्छ त्यो वायुले भगवानलाई दर्शन कसरी वायुको रूपबाट भगवानले दर्शन दिइबक्सिन्छ अहिले हामीलाई वायुको रूपबाट पुष्पवृष्टिको चाहिँ दृष्टिहरू हामीले साक्षात्कार गराइबक्छौँ हामीलाई पुष्पवृष्टिहरू भगवानबाट वर्षा भएको छ त्यसै गरी गगनचुम्बी आकाश त्यस्तै यो आकाशले सबैलाई राज्यको छ भगवान अनि भनेको नर भनेको जग र यदि पञ्चतत्वबाट हामी के गरिरहेका छौँ त्यो शरीरलाई चलाइरहेका छौँ र संसार भगवानले चलाइबक्सेको छ पञ्चतत्वको शरीर लिएर आएका छौँ हामी पञ्चतत्वमै मिल्ने हो त्यसैले आज यो साक्षात्कार भगवानको स्वर्गको आज हामीले दर्शन र भगवानको चरण प्राप्त गरेका छौँ एक भगवानको दर्शन हामीले साक्षात्कार भइहाल्छ शेषनाग हेर्नु त हाम्रो ग्रुपलाई चाहिँ साक्षात्कार भयो नि त आजको हाम्रो बसाइ दार्चेनमा कैलाश पर्वतको फिल्डमा यात्रा सुरु भयो आजदेखि आज हाम्रो कैलाश मानसरोवरको शोभायात्राको 5औं दिन आज यो दालचेनको होटलबाट अब कैलाश मानसरोवरको यात्राको लागि यहाँकै सरकारी गाडीमा हामी अगाडि बढिरहेका छौँ यो स्थानसम्म यहाँको सरकारी बसले हामीलाई छोडिदियो अब हाम्रो यात्रा पैदल यमद्वारको लागि अगाडि हामी पैदल यात्रा गर्दैछौँ अब हाम्रो पैदल यात्रा प्रारम्भ भएको छ पछाडि देखिने यमद्वार यो तलको देखिने सानो पवित्र मन्दिर यमद्वार हो यहाँबाट नै हाम्रो यात्रा प्रारम्भ हुन्छ भने माथि देखिने कैलाश पर्वत ओम नमः शिवाय शिवदेवको आराध्य देवको दरबार हो यो यहाँ पुग्ने मौका भगवानले जुटाइबक्स्यो कोटी कोटी प्रणाम छ भगवान
शिवजीलाई। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। महिनादेखि कोसिस गर्नुभयो, आउनुभयो, यति राम्रो द्वार भनिन्छ। यमद्वार त्यो ठाउँलाई भन्छ। त्यो ठाउँ चाहिँ भगवानको पालादेखिको त्यो भन्ने ठाउँमा नयाँ घर, सेतो घर छ। त्यो घरमा चाहिँ न्यू होम, न्यू होटेलमा जानु जेरापुकमा। त्यहाँ उसको नाम डोमा भनेपछि अगाडि पुग्यो भने डोमा भन्नु है, गाइड को भन्दा डोमा भन्नु, लेडिज बोमो डोमा भनेपछि चिन्छ। सके 1 राउन्ड, सके 3 राउन्ड, नसके 1 राउन्ड गरेर पछाडि फर्किनु होला। यही मेरो भन्दै 2 शब्द यहीँ सिद्धाउँछु। हजुरहरूलाई ओम नमः शिवाय। सर्वन्धकार परिहरस्वं दीपज्योतिर्नमस्ते नमः पंचश्री सहिता सालग्राम स्वरूपिणी मुक्तिनाथाय श्री परब्रह्मणे नमः। कैलाश मानसरोवर पर्वत, पार्वती माता, गणेश कुमार र सुमेरु पर्वतको यो महान तीर्थमा हामी काठमाडौँबाट हामी सम्पूर्ण भक्तजनहरू यो कैलाश महासरोवर तीर्थको यात्राको क्रममा यो महातीर्थमा दर्शनको क्रममा पितृ उद्धार, आफ्ना पितृ उद्धारको लागि, समस्त घर परिवार शान्तिको लागि, विश्व कल्याणको लागि, मानव कल्याणको लागि र हाम्रो सनातन वैदिक सनातन धर्म संस्कृति धर्मौ रक्षित नेपाल जननीम वन्दे वसुधाम धर्मधारिणीम। पुण्यको प्रभावले, धेरै जन्मको पुण्यको प्रभावले आज यो भगवानको कैलाश पर्वतको यो चरणमा दर्शन गर्ने अत्यन्तै महत्त्वपूर्ण चाहिँ हामीलाई सौभाग्य प्राप्त भएको छ। हामी आज कैलाश मानसरोवरको यो यामद्वारको चाहिँ यामद्वारबाटै हामी शुभारम्भ गरिरहेका छौँ यात्राको क्रम। आज 2081 साल भाद्र 30 गते आइतबारको दिन हामी यमद्वारमा पूजा अर्चना गरी आफ्नो पितृहरूको सम्झना समेत गरी हामी अब कैलाश पर्वतको परिक्रमाको लागि हामी अगाडि बढिरहेका छौँ। करिब अहिले यहाँको तिब्बतीयन चाइनिज समयअनुसार 12 बजेर करिब 10 मिनट भएको छ। प्रत्यक्ष हामीले कैलाश पर्वतको हामीले दर्शन प्राप्त गर्ने सौभाग्य प्राप्त गरेका छौँ र यो ठुलो दर्शनको समय जुरेकोमा हामी आफैलाई भाग्यमानी हामी सम्झेका छौँ। आज हामी करिब 12 किलोमिटरको दूरी तय गर्दैछौँ। जय शम्भो, जय शम्भो, कैलाशपति महादेवको सम्पूर्ण भक्तजनहरूको आफ्ना पितृहरूको जय। जय शम्भो, हर हर महादेव। अब हामी हिँड्नलाई यति कठिन भइरहेछ। यहाँका तीर्थयात्रीहरू यसरी सुतेर नाप्दै कष्टपूर्वक गन्तव्य स्थानसम्म कैलाशको शिरबाट झरेको
आजको यात्रामा हामी दार्जिलिङबाट करिब 12 किलोमिटरको पैदल यात्रा हिँडेर यो डेरापुक भन्ने स्थान आजको हाम्रो वासस्थान यही हो। सम्भवतः भोलिको मौसम यदि अनुकूल रहेमा माथि कैलाश पर्वत भगवानको परिक्रमा गर्नको लागि इजाजत हामीले सरकारको तर्फबाट पाउनेछौँ। अन्यथा मौसम अनुकूल रहेन भने हाम्रो यात्रा अगाडि बढ्न नसक्ने जानकारी प्राप्त भएको छ। चारैतिर ठुल्ठुला हिमशृङ्खला छ। यो डेरापुकको चारैतिर बडा रमणीय छ, चिसो छ। करिब 4800 मिटरको उचाइमा यो डेरापुक स्थान रहेको छ र निकै नै कठिन यात्रा पार गरेर हामी यहाँ आइपुगेका छौँ र अक्सिजन लेभल निकै कम र चिसो, निकै जाडो चिसो भएकोले गर्दाखेरि पनि हिँड्न र अक्सिजन कमीले गर्दाखेरि लेक लाग्ने सम्भावना पनि प्रचुर मात्रामा रहेको र हामीहरूलाई हिँड्नलाई निकै कठिन भएको हामी क्रमिक रूपमा थकाइ मेट्दै यहाँसम्म हामी आज आइपुग्न सफल भएका छौँ। अहिले हामी डेरापुकको यो उत्तरी मोहडाबाट कैलाश पर्वतको भगवानको उत्तरी मोहडाबाट दर्शन प्रत्यक्ष हामीले अवलोकन गर्ने मौका पायौँ। अहिले हामी धन्य छौँ, खुसी छौँ, परमात्माप्रति नतमस्तक छौँ। बस्ने हामी होटल यो चाहिँ हो। आज हामी कैलाश पर्वत भगवानको उत्तरी मोहडाबाटको स्थानमा हामी चढ्दैछौँ। प्रत्यक्ष दर्शन हामीले चाहिँ पाइरहेका छौँ। हाम्रो यो अभागी पनि हो। धन्य कैलाश पर्वत, धन्य शिव भगवान। हामी कैलाश पर्वतको नजिकबाट हामी चरण स्पर्श गर्नको लागि हामी डेरापुकको होटल वासस्थानबाट हामी उकालो चढ्दैछौँ। निकै कठिन उकालो छ यो। दर्शन दिने शिव कैलाशैमा श्रद्धालु भक्तजन, हामी आज कैलाश मानसरोवरको पावन पवित्र प्राङ्गणमा सानिध्यमा हामी आइसकेका छौँ। भगवानको चरण स्पर्श हामीले पाइसकेका छौँ। भगवानको अनुकम्प र हाम्रा भक्तजनसहित हामी यहाँ भगवानको चरणमा आइसकेका छौँ र 21 जन्मको पुण्यको प्रतापले धेरै धेरै जन्मको पुण्य जम्मा भएर मात्रै यो चरणमा देख्न सक्ने हामीलाई वैदिक शास्त्रले हामीलाई बताएको छ। आज विक्रम सम्वत 2081 साल भाद्र 31 गते सोमबारको पवित्र शिवको दिनमा आज हामी शिवको प्राङ्गणमा पुग्ने एउटा अवसर हाम्रो जुरेको छ र अहिले बिहानको 9:07 भएको छ र सूर्यको किरण पनि अहिले उदाउँदो सूर्यको किरण सूर्यले पनि हामीलाई यो सत्कार गर्नुभएको अनुभूति भएको छ। प्रत्यक्ष हामीले कैलाश पर्वत भगवान शिवको चरणमा हामी चाहिँ पुगेका छौँ। यो अद्भुत दृश्य शक्तिको स्वरूप, महाशक्तिको स्वरूपको प्राङ्गणमा हामी चाहिँ आइपुगेका छौँ। यस पवित्र स्थानमा हामीले पुग्ने एउटा अवसर जुराइदिनु भएकोमा धेरै धेरै धन्य छौँ, धेरै धेरै धन्य छौँ। हामी खुसी छौँ। परमात्मादेखि कैलाश पर्वत भगवानको सबभन्दा नजिकबाट हामीले स्पर्श गर्ने स्थानको रूपमा यसलाई लिएको छौँ। अन्य स्थानबाट धेरै टाढाबाट हामीले दर्शन गर्न सक्छौँ भने यहाँबाट हामी धेरै
नजिक समीपमा गएर हामीले चाहिँ चरण स्पर्श गर्ने हामीले चाहिँ एउटा मौका पाएको छौँ। धन्यवाद। जय शिव शंकर कैलाश नमः शिवाय ओम नमः शिवाय हर हर भोले नमः शिवाय। कैलाश पर्वतको पवित्र तीर्थयात्राको क्रममा देरापुगको उत्तरी नाका लगायत पश्चिम नाकाबाट प्रत्यक्ष दर्शन, आराध्यदेव भगवान शिवको दरबार प्राङ्गण दैलोमा चरण स्पर्शका साथै आराधना, स्तुति, ध्यान र नेपालको झन्डा फहराउने समेतको कर्म भगवान शिवको अनुकम्पाले सम्पन्न गर्ने सुअवसर प्राप्त गरेका छौँ। अहिले 10:55 बजेको छ। अब हामी पवित्र मानसरोवरमा लागबत्ती प्रज्वलन गर्ने कार्यको लागि त्यसतर्फ प्रस्थान गर्दैछौँ। अनि अरू त सबै साथीहरू गइसक्नुभयो। अब हामी म, मेरो धर्मपत्नी र हाम्रो गुरुजी हामी साथैमा छौँ। कटकबाट जाने मान्छे चाहिँ हाजी सुडसहित हेरी बसेस्। यो चाहिँ हात्ती होइन, यो सुड रहेछ। के भयो? पक्क बस्नु भएको छ। ऊ पर बसा कुनै हात्ती नै जस्तो छ होइन, बसा नै बसा होइन गुरु, त्यो नन्दी नन्दी हो। प्रार्थना गरेर नन्दीहरू बसिरहेको छ। गडे जानु गडे कस्तो हात्ती चाहिँ कस्तो गजबले रह्यो। दुईटा आँखा सुडेन त। यो हो त्यो बिचको भागमा क्या बिचको भागमा कहाँ त्यही भएर म देख्दिनँ मैले। उता यताबाट फर्किँदाखेरि चाहिँ बायाँपट्टि ऋषिहरू त्यहाँ ध्यान गर्नु भएको छ। यता सारा देवताहरूको त्यहाँनिर सबै यी छ ध्यान तपस्या सृष्टिका। फोटो लिदियो। कामे बन्धना मृत्योर्मुक्षीयमामृता। कैलाश पर्वतको दर्शनपछि हामी फिर्ता हुँदैछौँ भने दर्शन गर्न कैलाश पर्वतमा आउने तीर्थयात्रीहरू आउने क्रम जारी छ। मानिसहरूलाई कुनै चेकजाँचको छैन, तर गाडीलाई चाहिँ रोक्नको लागि गेट चाहिँ यसरी लगाइएको देखियो। भस्मासुरको पहाड होइन गुरु? हजुर ए यो पर्वतमा तिमीलाई गर्दा चाहिन्छ माग भनेर शिवजीले भनेको छु। अब के दिने चाहिँ भन्दाखेरि अब उसले माग, म चाहिँ जसको शिरमा हात राख्छु त्यो चाहिँ सधैँ भस्मास भन्नु। शिवजीले वचन पुरा गर्नै पर्यो। अब दिनु त भयो, उसैले शिवजीलाई लखेट्न खोज्यो कि पहिलादेखि शिवजी यहाँबाट दौड्दा दौड्दा हलेसीमा गएर उठ्यो शिवजी चाहिँ विस्थापित त्यो सृष्टि गरेर अनि नारायण भन्ने कन्याको रूप लिएर त्यसलाई अन्न ल्याएर अनि शिवजी उल्टिनु भएन नि त। प्रवेश गरिसकेपछि त फिर्ता पुग्नु भएन त्यहाँबाट। द्वारबाट पो हामी स्वर्ग गयो फेरि। अब हामी हिजो प्रारम्भ गरेको यमद्वार आएर हामीले दीप प्रज्वलन गरेर कैलाश पर्वतको चरण स्पर्श गर्न हामी गएका थियौँ। त्यो स्थानमा हामी सकुशल आइपुगेको छौँ। हाम्रा शिव पार्वतीलाई हृदयदेखि नै हृदयदेखि नै धन्यवाद प्रकट गर्दछु।
बाहिरी भन्दा पनि यिनीहरूको आफै देशको बढी टुरिस्ट आउने यहाँको जनसङ्ख्या कति छ आज हामी मानसरोवर यात्राको लागि निस्कने यो तयारीमा हो यो नाको माला थाको चाला चन्द्रमाको टीका ए शिव कैलाशैमा शिव कैलाशैमा। अब हामी मानसरोवर भ्रमण गर्ने क्रममा अब यो मुख्य गेटमा हामी आइपुगेका छौँ। मानसरोवरको यो प्रवेशद्वार हो यो 38 वर्ग किलोमिटरको दूरीमा हामी भ्रमण गर्नेछौँ। करिब 2 घन्टा समय गर्दछ। मौसम हल्का बादल लागेको जस्तो छ, तैपनि मौसम ठिकै मान्नुपर्छ। चारैतिर अब हिमाल पहाडहरू छ। अब हाम्रो मानसरोवर भ्रमण यात्रा चाहिँ प्रारम्भ भएको छ। हामी चेक पोइन्ट आइपुगेका छौँ। यहाँ चाहिँ डोरीले बाँधेको ब्यारियर राखिएको छ। के हो यो हड्डी सड्डीहरू छ त यो सबै हड्डी हो। हामी यो मानसरोवरको यात्रा भ्रमणमा छौँ। भ्रमण गर्ने क्रममा अब हामी दाहिने पारेर चाहिँ मानसरोवरको धार्मिक भ्रमण गर्दैछौँ। मानसरोवरको दूरी 102 किलोमिटर रहेको छ र बाटोहरू यो ट्राभल पछि बाटो छ र करिब 2 घन्टामा हामी चाहिँ यो मानसरोवरको यात्रा हामी तय गर्नेछौँ र बिचमा यो राक्षसताल पनि हामीले अवलोकन गर्ने कार्यक्रम। आज विक्रम सम्वत 2081 साल आश्विन 1 गते पूर्णिमाको दिन मानसरोवरको यो भ्रमणको क्रममा हामी आइपुगेका छौँ। करिब चीनको समय बिहानीको समय अनुसार 10:05 हामी यात्रा यो प्रारम्भ गरेका थियौँ र अब यहाँ शुद्ध जल चाहिँ हामीले लिएर हामी चाहिँ लिने क्रममा छौँ। हामी यहाँ प्रार्थना गर्ने है। यसपछि हामी मानसरोवरको पवित्र जल सङ्कलन गरी सेचन गरी अभिषेक गरी शुद्ध सफा भएर अब हामी चाहिँ फेरि भ्रमणमा चाहिँ अगाडि बढिरहेका छौँ। हेर्नुहोस् त ब्रह्मा विष्णु भएछ साक्षात्कार। कोटि कोटि नमन प्रभु, कोटि कोटि नमन प्रभु, कोटि कोटि नमन। पुरा हामीले फोटोमा देख्छ नि त्यो सेमकार आँखाले प्रत्यक्ष प्रभु। राक्षसताल जहाँ यो ब्रह्मा विष्णु महेशको प्रत्यक्ष अवलोकन। अब राक्षसतालपट्टि आउनुहोस्। यस राक्षसताललाई
यो बगेर कर्णाली नदीमा परिणत भएको छ। लागेर आउँदा फुलैको नजिक आयो सपनी राम्रो देखेथे आज दर्शन हजुर पायो साथी हो सङ्गी हो मादल ठोकी नाचौँ गाउँ लायो माया लायो माया पुस्लाइदिनु है अलिकति हम उत्पन्न हम भेषराज श्रेष्ठ सपत्नी शब्द हजुर सपत्नी अलिकति नाम विमला विमल श्रेष्ठ सपत्नी सपुत्र सकल परिवार शान्ति निमित्तको शान्ति परिचय महालक्ष्मी महासम्पलक्ष्मी भोग महालक्ष्मी सम्पलक्ष्मी भोगलक्ष्मी ज्ञानलक्ष्मी त्यसरी पञ्च महालक्ष्मी मानसरोवर कैलास अधिपति महादेव सान्निध्य दीप प्रज्वलन सभा लक्ष्यवर्ती दीप प्रज्वलन कर्मणिका कर्म करिष्य छोडिदिएको समस्त परिवार से सकल दिव्य विग्रह श्रीमती नारायण लक्ष्मी नारायण शिव पार्वती सहित समस्त 33 कोटी देवी देवता सहित समर्पयामि सबैलाई सम्झेर हामीले मूल सङ्कल्पहरू गऱ्यौँ भगवान भनेर। अब यहाँ केही त्रुटि भएका कुराहरू पनि भगवानले क्षमा गरे। ल गणेशको प्रार्थना गरिहालौँ। ओम श्री गणेश गुरुदेव कुलदेवता ग्राम देवता वास्तु देवता स्थान देवता ब्रह्मा विधान सरस्वती परिवासन ओम नमः शक्तिकाय गजाननं भूतगणादि सेवितं कपित जम्बू खरचार मचीवासुतं शोक विनाशकारकं नमामि विघ्नेश्वर पादपङ्कजं गम गणपताय नमः। गणेशलाई चाहिँ हजुरको चाहिँ चढाइदिउँ। अब अरू पत्र पूजा गऱ्यौँ। अब हामीले चाहिँ दीपलाई प्रज्वलन गरौँ। दीपलाई यो दीप बलेपछि फेरि निभ्नु भएन। तीनवटा टुक्रा लिएर आफ्नो चाहिँ शिरमा आफ्नो घर परिवार आफ्नो चाहिँ सपुत्र सपुत्री सपरिवार अब नाम हम आफ्नो घर परिवार सबैलाई सम्झिनु पर्यो। आफ्नो लक्ष्य के हो आजको चाहिँ सङ्कल्प आफ्नो मनले लिएको छ। बुद्धश्री सहित सालग्राम ग्राम देवता लिएर नमस्कार गरौँ। एकपटक चाहिँ आफ्नो जल सेचन पनि गरौँ। ओम पवित्र पवित्र भाव देवता आफ्नो कुल पितृहरूलाई सम्झौँ। ओम श्री गणेश गुरुदेव कुल देवता ग्राम देवता वास्तु देवता स्थान देवता नमः। ओम ब्रह्मा विदाय नमः सरस्वती विद्यासन आज ओम अच्युताय नमः ओम अनन्ताय नमः ओम गोविन्दाय नमः ओम। अब हात धुने विष्णुवे नमः। फेरि अर्को जल चढाइदिनु। नमः पञ्चश्री सहित आर्घ्यम समर्पयामि। छेउबाट उत्पत्ति लिइसक्यो। आर्घ्यम समर्पयामि। अब कलशको पूजा गरेर सम्पूर्ण देवी देवतालाई सम्झेर पूजा गरिएको छ। ओम अष्टपर्वत पर्वताय नमः ओम सुमेरु पर्वताय नमः ओम कैलाश मानसरोवराय नमः ओम कैलाश महातीर्थाय नमः। समस्त पितृहरूको निमित्त शान्तिको लागि घर परिवार शान्ति निमित्तको सपत्नी सपुत्र सहित सब अरिष्ट शान्ति निमित्तकः पूर्ण पात्रो कर्मणि करिष्य परिवार मानसिक तीर्थयात्रा जति गऱ्यौँ मन वचन कर्मबाट मैले भगवानको चाहिँ नाममा पितृको नाममा यसरी पूर्ण पात्र ब्राह्मणलाई हस्तान्तरण गरेँ भनेर पञ्चामृतं समर्पयामि। ओम श्री महालक्ष्मी नमः श्री सम्पलक्ष्मी श्री भोगलक्ष्मी ज्ञानलक्ष्मी महालक्ष्मी नमः लक्ष्मी दीप समर्पयामि पूजन समर्पयामि। अब त्यही दिन
बसेर नमः परिवेशित ओम ऋषिकेशवाय नमः ओम ऋषिकेशवाय नमः ओम पद्मनाभाय ओम नमः पद्मनाभाय नमः दामोदराय नमः ओम दामोदराय नमः संकल्प जल लिएर त्यहाँ संकल्प लिएको छ त हजुरले सरलाई छुइदिएको छ है सरले तल पालाको पुरी र छुइएको छ आफ्नो यो जुन लक्ष्यले हजुरले लिएको छ मानसिक संकल्प मनले सम्झिएको छ हैन यो लक्ष्यवर्ती भन्ने होइन त र हजुरले आफ्नो मनमा जे छ त्यो कुरा शुभ संकल्प पनि सम्झिएको छ है त हरि ओम तसत् हरि ओम तसत् हरि ओम तसत् देशकालदिनः संकृत्यः अद्यः मम आफ्नो गोत्रको काश्यप गोत्रतः नाम्ने हम भेषराजः सपत्नी हजुरको विवेश सपुत्रः विशेष होइन सप्तर सपरिश्रोहिणी सपुत्री सप्तर परिवारस्य दस्यवती दीपः प्रज्वलन यो चाहिँ महातीर्थे मानस सरोवर तलवः महापर्वते महासरोवर तीर्थ महातीर्थे महासरोवर सान्निध्यः गोत्र उत्पन्न ब्राह्मण कुमार गोत्रस्य उत्पन्नहम मम भनिएको सरले उत्पन्नहम प्रभारितो श्री भागवत श्री कैकर्य स्वरूप श्री लक्ष्मी नारायण पूजनम 2081 भाद्र शुक्ल पक्ष आश्विन मासे संगाति दिने 81 काल नाम संवत्सर सौ स्वामी श्री लक्ष्मी नारायण पूजन अहम करिष्य आफ्नो चाहिँ शुभ संकल्पहरू पुरा होस् भनेर ती छोटी बक्सिस समस्त परिवार सकल दिव्य मंगल विग्रह श्रीमती नारायण नमः मानस सरोवर कैलाश मानस सरोवर दिव्याय स्वाहा ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते ओम नमो भगवते शिवजीको नाम आयो अब भक्ति गरे मिल्छ दर्शन गरी हेर्दा भक्ति गरे मिल्छ दर्शन गरी हेर्दा अब यहाँ सबै कुनै चिजमा समीक्षा सर्व प्राङ्गण सानिध्य यज्ञको सम्पूर्ण देवी देवताहरूको यो रूप राखेर जल चढाइने भन्यो अब लास्टमा अब एकपल्ट कायनाबाट गरेर आजको अलिक प्रसाद लाग्छ अब सबैले उसलाई त्यो यस्तो एक टुक्रा कुछ हातमा लिउँ जल छ एउटा दार्जिलिङ पैसा छ भने त्यो पैसा चाहिँ के हातमा लिउँ परिपूर्ण वस्तु चिराएर सर्वरिष्टका शान्ति आज पूर्णिमा आज त जुन चाहिँ देख्नु है जय शम्भु विक्रम सम्वत 2081 साल आश्विन 2 गते गैराती हामी मानसरोवरमा आएर विधिवत पूजाआर्चना लागबत्ती समेत बाली शान्ति शुद्धि तथा मनोकामना पूर्ण होस् भनेर हामीले कामना गऱ्यौँ र आजको बसाइ हाम्रो यही मानसरोवर होटलमा रह्यो। त्यस पछाडि आज बिहान हामी उठी मानसरोवरमा हामी चाहिँ अगाडि बढेको छौँ। आजदेखि पितृ पक्ष प्रारम्भ भएको छ। त्यसको लागि हामी मानसरोवरमा गएर जलाभिषेकदेखि लिएर पितृहरूको सम्झनामा चाहिँ जल अर्पण गर्ने कार्यक्रम रहेको छ। यो देखिएको दृश्य मानसरोवर ताल हो। यो निकै भव्य छ। यो सबभन्दा ठुलो फैलिएको एरियामा रहेको छ। यो 102 किलोमिटरको क्षेत्रफलमा यो फैलिएको छ। महातीर्थे मनसरोवर तलाउ महापर्वते महासन्निध्य
हे शिव शंकर श्याम सदा शिव हर हर भोले पशुपतिनाथ। हे शिव शंकर श्याम सदा शिव हर हर भोले पशुपतिनाथ। नाचन हे शिव डमरू बजाउँदै मनमा मेरो आएर। आज विक्रम सम्वत 2081 साल असोज 2 गते हामीले कैलाश पर्वत, मानसरोवर लगायत सम्पूर्ण तीर्थहरूको धार्मिक यात्रा सम्पन्न गरी हामी चाहिँ अब फर्किने क्रममा छौँ। यो विभिन्न सामानहरू बिक्री गर्नलाई राख्नुभएको छ। त्यसमा यो शिलाहरू छ, यहाँ मानसरोवर कैलाश पर्वतका शिलाहरू, मालाहरू छ अनि माछाहरू। मानसरोवरको माछाहरू र जल लिनलाई यो भाँडाहरू राख्नुभएको छ यहाँ। अहिले हामी यो सान्जे भन्ने स्थानमा छौँ। अब हामी चाहिँ फर्किने क्रममा छौँ। यो पछाडि देखिने मानसरोवर ताल हो। यो हामीले यही स्थानबाट हिजो मानसरोवर यात्रा प्रारम्भ गरेका थियौँ। अब हामी मानसरोवरबाट हिँडेको करिब 4 घन्टा पछि हामी यो लिन्का डाइनिङ फेस्टिभल एरियामा आइपुगेका छौँ। र यहाँ अन्य तीर्थयात्रुहरू पनि यहाँ आएर गाडीहरू रोक्ने र लन्च खाने तयारी। छेउबाट सानो यो खोला पनि बगेको छ र तीर्थयात्रीहरू आएर यहाँ बसेर तयारी खाना खाँदै हुनुहुन्छ। के लिङ्का होइन? लिङ्का बोल्नु लिङ्का खानी मात्रै हाल्ने, फ्याँक्ने चाहिँ फ्याँक्ने चाहिँ होइन। खाना त फ्याँक्ने कुरै हो। जति पनि पेटभरि खाने, फ्याँक्ने चाहिँ नै। भएर चाहिँ पिकनिक रूपमा खाना खाइँदैछ। साह्रै रमाइलो चाहिँ भयो। आज विक्रम सम्वत 2081 साल असोज 3 गते बिहिबारको दिन। आज हामी साँगा बजारमा यहाँ बसेर अहिले 8:41 भएको छ। अब हामी यो फर्कने क्रममा छौँ। आज हामी केरुङ गएर बस्छौँ। केरुङ करिब 2-3 घन्टाको दूरीमा रहेको। अहिले हामी साँगादेखि यो केरुङ जाने बाटोमा आइपुगेका छौँ र त्यस जाने क्रममा यो बीच बाटोमा यहाँबाट यो खासा जाने बाटो यहाँ देखिएको छ। 40 किलोमिटरको दूरीमा यो खासा रहेको छ। खासा तातोपानी नाकाको छ। अहिले हामी यो पुरानो केरुङमा हामी आइपुगेका छौँ। आज 12:37 बजे मानसरोवर कैलाश पर्वतको दर्शन पश्चात अब हामी पुनः साँगाबाट यो केरुङमा आइपुगेका छौँ। आजको चाहिँ होटल पहिला बसेको भन्दा फरक होटल रहेको छ। यो आजको बसाइ हाम्रो यही केरुङमै हुनेछ र भोलि बिहान मात्र अब हामी नेपाल र चिनको बोर्डरमा हामी जानेछौँ। आज हामी केरुङबाट नेपाल फिर्ता हुँदैछौँ। अब 1-1.5 घन्टामा हामी बोर्डर यो चिन र नेपालको बोर्डरमा हामी पुग्दछौँ। त्यसपछि त्यहाँ चेकिङ को लागि समय लाग्नेछ धेरै। योभन्दा अगाडि त लगभग 7-8 घन्टा लागेको थियो। योपल्ट हेरौँ कति लाग्छ। ल यो भाइहरू हो, यो उहाँहरूले खानापिना सम्पूर्ण व्यवस्थाहरू उहाँले मिलाउनु भएको छ। विक्रम सम्वत 2081 आश्विन 4 गतेका दिन अब आज हामी केरुङबाट यो नेपालको बोर्डरतिर लाग्दैछौँ। ल अब हामी यहाँ चाइनाको बोर्डरमा आइपुगेका छौँ। सम्पूर्ण यो लाइन
हामी अब चाइनातर्फको हामी भन्सार क्लियर गरेर चेकिङ क्लियर गरिसकेर अब हामी यो पुल सिमाना पुलबाट अब हामी चाहिँ नेपालको भन्सार अध्यागमनतिर जाँदैछौँ। नेपाल जननीको जय समादरणीय श्रद्धालु भक्तजन, हामी मानसरोवर यात्राबाट दर्शन गर्दै सम्पूर्ण भक्तहरूको साथमा हामी आफ्नो नेपाल देवदेशमा हामी अब पाइला टेकिसकेका छौँ। सम्पूर्ण देवी देवता देवी देउराली सबैमा नमन गर्दै हामी अब टिमुरे नाकाबाट हामी अगाडि बढ्दैछौँ। समादरणीय श्रद्धालु भक्तजन, अस्तु। गिरीश नरेश परेश महेश